हेलो मित्रगण, म मायादेवी बराइलीबाट सबैलाई बिहानीको शुभ नमस्कार छ। बिहान मर्निङ वाक निस्केको। मर्निङ वाक जाँदाखेरि यो बगडीको गाछी हो। यो बगडीको गाछीमा पुरा फलेको छ। पहिला त यस्तो फल्दैन थियो, अहिले त आमामामा लटरमै रहेछ। गाछीभरि लटरमै छ। पुरा बगडीको गाछी, बाफरे काँटै काँटा हुँदो रहेछ। अनि मर्निङ वाक जाँदाखेरि यसो अलिकति भिडियो बनाऊ भनेर भिडियो बनाएको। अनि यो भिडियो हेरेर तपाईँहरूले लाइक अनि सब्सक्राइब गरिदिनु होला। अनि भिडियो कस्तो लाग्यो यस्तै छ यहाँको भिडियो। अब यहाँको पनि मौसम अलिकति बदली हुँदै जाँदैछ। ठन्डा थियो पहिला त, एकदमै ठन्डा, गरमले बसि नसक्नुको हुन्थ्यो। फ्यान बेगर बस्नै सक्दैन यहाँ त। तर हिजोदेखि चाहिँ अलिकति कम्ती भएको छ। यो पनि के को गाछी हो पनि? यो त होइन बगडीको, यो त अर्कै गाछी हो। यस्तै हो यहाँको। यो त खेतबारी थिएछ नि त पहिला। खेतबारीमा सबैले अहिले जमिनहरू किनेर घर बनाउँदैछन् अहिले। यस्तै छ यहाँको वातावरण। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो? धन्यवाद। बाई बाई।